Let's set up my home workstation with me. I finally received my 34-inch curved screen. त्यो सेटअप गर्न लाग्दैछु म चाहिँ। मेरो चाहिँ त्योभन्दा अगाडि वर्कस्टेसन घरको यस्तो देखिन्थ्यो। सो मैले चाहिँ हतारमा टेबल किनेको हुनाले टेबल चाहिँ अलिक सानो भएको छ। मलाई सुरुमा मेरो वर्क चाहिँ लाइक हाइब्रिड छ भन्ने थाहै थिएन अनि लाइक फर्स्ट डे गएपछि बल्ल थाहा पाएँ अनि इमर्जेन्सीमा सेकेन्ड डेबाट लाइक वर्क फ्रम होम गर्नुपर्ने हुनाले मैले चाहिँ यो टेबल मगाएको थिएँ। यो अलिकति सानो छ तर पनि अहिले म यसैले म्यानेज गर्छु। अनि त्यसपछि यो स्क्रिन त अनबक्स गरेको पछि कत्रो ठुलो रहेछ क्या, भारी पनि लाग्यो मलाई चाहिँ। मैले ह्यान्डल गर्नु गाह्रो भयो अनि त्यसपछि मैले सकिनँ अनि मैले हस्बेन्डलाई बोलाएँ, 2जना मिलेर सेटअप गऱ्यो। त्यसपछि मसँग अर्को पनि एउटा स्क्रिन थियो 23 इन्चको, त्यो दुईवटा स्क्रिन राखेँ मैले। अनि त्यसपछि ल्यापटप सबै राख्दाखेरि त कस्तो धेरै भरिभराउ देखियो कि यो टेबल त। प्लस यसमा तारहरू कि मलाई सबसे मन नपर्ने भनेको तारहरू म्यानेज गर्नलाई। अब सबै डिभाइसहरूको तार हुन्छ नि त छुट्टै छुट्टै। सो फाइनली मेरो वर्क स्टेसन चाहिँ रेडी भयो। तर पनि मलाई चाहिँ अझै चित्त बुझेको छैन। एस्थेटिक टाइपको बनाउने आइडियाहरू छ भने तपाईँले दिनु होला। थ्याङ्क यू।